हेलो गुड मर्निङ एन्ड नमस्ते फेरि पनि म आइसकेको छु नयाँ भिडियो लिएर। आज चाहिँ हाम्रो बोर्ड पार्टी छ। बोर्ड पार्टीको लागि म अहिले घरबाट निक्लिँदै हो। अहिले चाहिँ एमटिआर स्टेसनतिर जाँदैछु। एमटिआर चढेर म सेन्ट्रल निक्लेपछि त्यहाँबाट फेरि हामी बोटको लागि निक्लिनेछौँ। रेलवे स्टेसनको एक्जिटमा अब म यहाँबाट भित्र जाँदैछु। भर्खरै ट्रेन आइहाल्यो। अब यसमा जानेछु म चाहिँ। डोर चाहिँ हो अब भर्खरै आउट भएँ। अब हाम्रो मिनी बस चाहिँ अहिले यहाँ लाग्नेछ। जो मिनी बस चाहिँ हाम्रो प्राइभेट मिनी बस हुन्छ। हाम्रो मिनी बस अब हामी भित्र छिर्दैछौँ। अन द वे जाँदै हो अहिले बाटोमा। यो देखिँदै गरेको सेतो ठुलो बोट चाहिँ हाम्रो मेन बोट रहेको छ। यसमा आउनको लागि हामी सानो बोटबाट आएका छौँ। त्यस्तै यो अब खेल्नेको लागि यो स्विमिङ प्लेस। बाँकी जानकारी म भित्र छिरेपछि गराउनेछु तपाईँ। इन्टिरियर भ्यू यो चाहिँ सबैभन्दा मुनि रहेको छ। अब यहाँबाट माथि निस्किँदैछु। म माथिको दृश्य पनि तपाईँहरूलाई देखाउनेछु। यहाँबाट म निस्किँदैछु। अब यहाँ एउटा पनि अब रेस्ट रुम रहेको छ। त्यसबाट अब हामी यता बाहिर माथिको यस यो चाहिँ माथिको भ्यू। यो चाहिँ बाहिरको भ्यू। बाहिरको दृश्य पनि नट ब्याड, राम्रै रहेको छ। यो तस्बिर चाहिँ हाम्रो टिमको तस्बिर। त्यस्तै गरेर मैले अर्को तस्बिर पनि लिएको छु सिङ्गल। यो बोटको तस्बिर यस्तै छ। अब अरू पनि हेर्दै जानु होला। अब फेरि हामी यो ठुलो बोटबाट सानो बोटमा चढेर अब पानी खेल्नको लागि बिचमा जान्छौँ, समुद्रको बिचमा। त्यहाँ गएर के हुन्छ यहाँहरूलाई जानकारी गराउने नै छु। अब यो चाहिँ बनाना बोट खेल्ने तर्खरमा छु। म चढिरहेको छु। पछाडि अब साथी चढ्दैछ। हातमा चाहिँ के लाग्यो? हामी चाहिँ ब्याक हुनेछौँ अब अहिले बनाना बोट सर बाहिर जानु नि। हजुर बाहिर जानु नि। के हुँदैन भने यसको वरिपरि मात्रै खेल्नु भन्ने रहेछ। के हुँदैन क्या? मान्छेले सेफ्टी ज्याकेट, त्यो लाइफ ज्याकेट छ, मान्छेहरू सेफ्टी हुँदैन। भाइ साथीले अर्कोलाई लडाइदिन्छ।冇心嗰啲喎，真㗎，都喺咁見到。嗰陣時係企起身點企啊？呢個就咁企啊！有隻笑臉。我頭先落水就係抽筋。你先，你屋企都。बोटको यो बाहिरी भागमा चाहिँ बिबिक्यू हुँदैछ। अब यो पाकेपछि चाहिँ यसको व्यवस्था गर्नुपर्छ। बिबिक्यू भइरहेछ। अब यो चाहिँ
यस भाइ अब हामी उता जाँदैछौँ ओके उता लिएर जाने है唉，nice，坐低，唔好拉佢，係啦，啱啦，啱啦。दोस्रो राउन्ड खेलेर फेरि अब फर्किँदै हो अब अरू साथीहरूलाई फेरि साथ दिनु पऱ्यो नि हामी चाहिँ त्यहाँ जाँदैछौँ हाम्रो बोटमा फर्किँदैछु पुरानो बोटमा अब साथीहरूलाई पनि पालो दिनु पऱ्यो हाम्रो बोट नजिकै आइपुग्दै हो यो अगाडि देखिँदै गरेको यो हाम्रो बोट हो अब हाम्रो पार्टी सकिएको अवस्था अब चाहिँ ब्याक हुन रेडी हुँदै हो सबैजना अब हामी चाहिँ ब्याक हुन लागेको अब हाम्रो बोट पार्टी सकिसकेको छ अब केही समय पछाडि हामी ब्याक हुँदैछौँ धन्यवाद अब हाम्रो बोट पार्टी सकिएको अब हामी लास्ट यहाँबाट बाहिर निस्किन्छौँ साथी म यता भाइहरू छ माथि हेलो अब पछाडि फर्किँदै बाहिर निकाल्दै तपाईँहरूले अहिलेसम्म भिडियो हेरेर साथ दिनुभयो सी यू नेक्स्ट भ्लग बाबा टेक केयर नमस्ते